चतुर्थ स्कन्धमा प्रसूति र प्रसूतिले दक्ष प्रजापतिसँग विवाह गर्छिन्। एउटी कन्या हुन्छन्। कन्या त 16 वटी हुन्छन्, जसमा कान्छी छोरी हुन्छन् माता सती। सतीको विवाह भगवान शङ्करसँग हुन्छ। शङ्कर मस्त स्वभावको हुनुहुन्छ। सबैले मिलेर विवाह गरिदिए त भगवानले गरिदिनु। तर यो विवाहदेखि दक्ष प्रजापति प्रसन्न थिएनन्, किनकि भगवान शङ्करलाई सरल रूपमा कसैले चिन्नै सक्दैन। स्वाभाविक हो है, चिताको भस्म लगाउनुहुन्छ, सर्पहरू घाँटीमा बेर्नुहुन्छ, मृग छाला लगाउनुहुन्छ, भाङ धतुरो कसैले दिइहाल्यो भनेदेखि त्यो पनि स्वीकार गर्नुहुन्छ। त भगवानको अनि हातमा कटोरी लिएर, हातमा थैली लिएर घर घर गएर भिक्षाम देही पनि भन्नुहुन्छ। त भगवानको एउटा जुन सरल स्वरूप छ, त्यो स्वरूपलाई हेर्दाखेरि कसैले पनि ज्वाइँ भन्न झट्टै सक्दैन। त्यो विचित्र छ भगवानको। अब भूत प्रेतहरू लिएर हिँड्नुहुन्छ। त दक्ष प्रजापतिलाई यो सम्बन्ध राम्रो लागेन। एक दिन भारी सभाको बीचमा भगवान शङ्करको अपमान गर्दै भन्यो, ए मित्र हो, यो सभ्य समाजको बीचमा यो असभ्य कसरी यहाँ आयो? कसरी आयो? यहाँ त राम्रा राम्रा मान्छे मात्रै मैले बोलाएको थिएँ, यो धुर्त कहाँबाट आइपुग्यो? यो भिकारी, यो भिख माग्न जानु, यहाँबाट निस्किहाल्नु नि। यस्ता राम्रा राम्रा दिव्य दिव्य महापुरुष बसेका ठाउँमा यो धुर्तले गर्दाखेरि आजको हाम्रो समाज नै बिग्रियो, हाम्रो यो बैठकै बिग्रियो, आदि इत्यादि। भगवान शङ्कर हाँसिराख्नु भएको छ, उसलाई झन् आँटा आयो। मुखमा आएको जति गालिया थियो सब दिन थाल्यो। नन्दीलाई साह्रै रिस उठ्यो। नन्दीले भन्नुभयो, हे दक्ष प्रजापति, यी हाम्रा इष्ट हुन्, जगतका पिता हुन्, होस गरेर बोल। त मान्दैन। नमानेपछि नन्दीले श्राप दिइहाल्यो। त हिँड्दाको मात्रै मान्छे रहेछस्, तर तैँले बोल्दै गरेको सुन्दा त मान्छे होइन त बोका भएर जन्मिनु पर्थ्यो। तेरो शरीरमा बोकाको टाउको लागिहालोस्। त यता ब्राह्मणहरू पनि थिए दक्ष प्रजापतिका पक्षमा। त भृगु आदि गरेका ब्राह्मणले शिव गणहरूलाई पनि श्राप दिए। पुरा सापासाप भयो। अब सम्मान समारोहमा साप समारोह भयो। त भोले बाबालाई लाग्यो यहाँ धेर बेर बस्यो भनेदेखि लडाइँ झगडा हुन्छ, अथवा यहाँबाट निस्किएर जानुपर्छ। त भोले बाबा उठेर निस्किएर जानुभयो। घर जानुभयो। जाने बित्तिकै माता सतीले भनिन्, कस्तो लाग्यो त मेरो माइतमा? राम्रो भयो होला नि मान सम्मान? भगवान शङ्करले विचार गर्नुभयो, अब जे भयो त्यो कुरो भनिदिउँ भनेदेखि त सती मन दुख्छ। त श्रीमतीलाई माइतको कुरो गर्नु हुँदैन, किन माइतीले 2-4वटा गल्ती गरिहाले पनि झट्ट चेलीबेटीलाई सुनाइहाल्नु हुँदैन, मन दुख्छ। दुईपट्टि नै मन दुख्छ। ज्वाइँले किन यसो भन्नुभयो, त्यता पनि मन दुख्छ। अनि ज्वाइँलाई किन यसरी भन्नुभयो त मेरो माइतमा, त्यता पनि मन दुख्छ। दुईटै सम्बन्धलाई मिलाउने कोसिस सधैँ चेलीबेटीले गरिरहेको हुन्छ। त भगवान भोले बाबाले विचार गर्नुभयो, यी सानी कुराहरूलाई यहीँ राखिदिउँ त भन्नु भएन। हुन त ज्वाइँहरू धेरै खतरनाक हुन्छन्। अरूतिर झापड खाएर आयो भने पनि श्रीमतीलाई भन्दैनन्, तर ज्वाइँलाई चाहिँ ससुराली जाँदा ज्वाइँ साहब हजुरका श्रीमानलाई अलिकति तलमाथि भइदियो भनेदेखि त्यो सबै श्रीमतीले आएर, छोरीले आएर घरमा सुन्नुपर्छ। हजुर त्यसैले छोरीलाई जति मान सम्मान तपाईँहरूले घर आएका बेला गरे नगरे तापनि ज्वाइँको धेर सम्मान गरिदिनुहोस्। त्यो पनि छोरीले आएर सुन्नुपर्छ। आजभोलि तेरो घरमा, तेरो माइतमा मेरो इज्जत हुन छोड्यो, म कमाउन छोडेँ, पैसा हुन्जेलसम्म ज्वाइँ ज्वाइँ भन्थे, घरमा लिन आइपुग्थे। अब अहिले त कान्छा ज्वाइँलाई घर घर लिन जान्छ। त तेरो माइतमा अब मेरो इज्जत हुन छोड्यो, हेर केटी, अब आउँदै दसैँमा म टिका लाउन जान्नु। त साना साना कुरामा माइतलाई लिएर झगडा सबैको घरमा हुन्छ। त ज्वाइँ जानुभयो छोरी लिन भनेर माइत गएकी रहेछन् कि माइत गइरहेथिन्। त लिएर जानु पर्यो, त्यसलाई लिन गएन भनेदेखि त्यो 20 दिन पनि बस्ने माइत लिएर आउनु पर्यो, भात कसले पकाउँछ? अब ससुराली जाँदा हजुर केही कोसेली त बोकेर जानुपर्छ। त 1 दर्जन कोला लिएर गएछन् ससुरालीमा। अब भोलिपल्ट छोरी लिएर आउनुपर्ने।
त फर्किँदाखेरि नि ससुरा बुवाले टिको लगाइदिनु भएछ। टिको लाउँदा यसो पैसा दिने चलन आज पनि छ। त 10-20 रुपियाँ जे थियो गोजीमा बुढो मान्छेले दिनुभयो। पैसा थोर भयो, ज्वाइँलाई घर फर्केर आउने बित्तिकै महाभारत। मैले 300 को कोला बोकेर गएँ, तेरा बुवाले मलाई 30 रुपियाँ दिए कि मजाक गरेको, मेरो बेइज्जत गरेको। महाभारत घरमा। श्रीमतीले पनि हात जोडेर भने, ए श्रीमानज्यू तपाईँ मेरो माइत के गर्न जानुभयो? कोला बेच्न जानुभयो। कोला लिएर हजुर जाँदा, कोसेली बोकेर जाँदा यति रुपियाँ त पक्कै दिइहाल्छन्, त्यही भएर यतिको चाहिँ कोसेली लानु पर्यो भनेर हिसाब गरेर जाने होइन। राधे राधे भन्नुहोस्। साना साना कुरामा श्रीमान श्रीमतीमा झगडा हुन्छन्, तर भोले बाबा आनन्दको हुनुहुन्छ। भोले बाबाले यो कुरो भन्नु भएन, तर दक्ष प्रजापतिले फेरि अर्को पूजा लगायो। सुन्नु है, अब यहाँबाट सुरु हुन्छ दक्ष काण्ड, यहाँबाट सुरु हुन्छ। फेरि पूजा लगाउँदाखेरि उसले भन्यो श्रीमतीलाई, हेर प्रसूति, यो पालि म सतीलाई बोलाउँदिन, भोलेलाई पनि बोलाउँदिन। यी दुईटालाई नबोलाइकन पूजा लाउँदा पनि मेरो पूजा हुन्छ। र सबैलाई बोलाइयो, भोले बाबालाई बोलाइएन। भोले बाबालाई केही फरक परेन, मेरो त मस्त मगन। तर यो कुरो जब माता सतीलाई थाहा भयो, सतीलाई थाहा भइसकेपछि घरमा यत्रो ठुलो यज्ञ हुँदैछ, त्यस यज्ञमा मेरा पिताले मलाई किन बोलाउनु भएन, यो कुरो जब उनलाई लागेपछि आफ्नो पतिलाई, श्रीमतीलाई, आफ्ना श्रीमानलाई फकाउनु पर्यो नि त, आफ्नो मालिकलाई, होइन? अनि कसरी फर्काउने त? अब गल्ती त ससुरालीबाट भएको छ, माइतबाट भएको छ। अनि फकाउँदै भन्न थाल्नुभयो, ए स्वामी, प्रजापतस्ते ससुरस्य साम्प्रतं निर्यापितो यज्ञ महोत्सव किल वयं च तत्राभिसराम वामते यद्यार्थितामि विभुता व्रजन्ति। सुन्नु न, मेरो माइतमा भनिन नै यसले, तपाईँको ससुराली। मेरो माइत अघि पछि मात्रै, अघि पछि, तर माइतीले गल्ती गरेका छन् भनेदेखि चाहिँ तपाईँको ससुराली भनिहाल्नुपर्छ। बहुत ठुलो यज्ञ हुँदैछ, त्यस यज्ञमा कहिले जाने हो? भोले बाबाले भन्नुभयो, म किन नजाने, अवश्य जाने, पूजामा पुराणमा त गइहाल्नुपर्छ, तर बोलाएको छ कि छैन भन्दा अनि माता सतीले भन्नु, हजुर बोलाइहालेको त छैन, तर सायद खबर नआइपुगेको होला। बुवाले कसरी बोलाउनुहुन्न त? पठाउनेवालाले जसले चिठी लिएर आउँदै थियो त्यसले बाटो बिर्सियो होला। अब तपाईँ जङ्गलमा आएर बस्नु भएको छ, तपाईँ बाटो को आइपुग्छ? त्यसैले हजुर जानुपर्छ। त के गर्ने? भोले बाबाले भन्नुभयो, हजुर सुन, यो नबोलाएको ठाउँमा जानु हुँदैन। नबोलाएको ठाउँमा कहाँ जान मिल्छ? गुरुजीको घर हो भनेदेखि जानु, होइन? अब यस्तै सार्वजनिक पुराण हुँदैछ भने पनि जाँदा केही आपत्ति छैन, सबैको साथीकोमा नबोलाए पनि जाँदा हुन्छ। यो नानीहरू हटाइदिनु न। बोल भक्त वत्सल भगवान, यहाँ लाइभ प्रसारण हुँदैछ हजुर, यहाँ हेर्नु सामाज। हामी यता एकतिर लाइभ गर्छौँ, अर्कोतिर नाच्छौँ, त्यो राम्रो हुँदैन। बोल भक्त वत्सल भगवान की। त्यसैले माइतीबाट गल्ती त भइहाल्यो, त भगवानले भन्नुभयो, हेर योपालि बोलाएनन् कि नजाउँ, फेरि फेरि आफ्नै ससुराली हो जाउँला। तर माता सतीले मान्नु भएन, यही सही पाली जानुपर्छ। किन तपाईँलाई बोलाउनु भएन त्यो कुरो मैले गएर बुझ्नुपर्छ। ए भोले बाबा, मेरा दिदी आउँछन्, दिदी आउँछिन्, बहिनी आउँछिन्, साथीभाइ आउँछन्, आमालाई नदेखेको कति वर्ष भयो, यतिको वर्ष भइसक्यो, यत्रो घरमा अनुष्ठान हुँदैछ, म कसरी जान्न? ए भोले बाबा, मैले भनेको मानिदिनुहुन्छ भनेदेखि तपाईँ पनि हिँड्नुहोस्, ज्वाइँ नलिकन म कसरी एक्लै जानु? तर नगई त म पनि छाड्दिनँ। भोले बाबाले भन्नुभयो, हेर बाबु, दक्ष प्रजापतिसँग मेरो अलिक दिन झगडा भइरहेको थियो योभन्दा अगाडि, काण्ड यस्तो यस्तो, त्यही भएर
यो पूजामा दक्ष प्रजापतिले जानी जानी नबोलाएको हो, त्यसैले नानी तिमी उसकी छोरी भए पनि पहिले तिमी मेरी श्रीमती पनि त हौ, त्यसैले नबोलाएको ठाउँमा तिमी पनि नजाऊ, म पनि जान्न। तर साह्रै जिद्दी गर्छौ भनेदेखि म तिमीलाई म रोक्दिनँ, तिमी जाऊ ल, तिमी जाऊ, तिमीलाई म रोक्दिनँ। तर नि मैले नजानु भनेको ठाउँमा चाहिँ नि नगएकै पो राम्रो हुन्छ। त्यसैले के गर्छु त्यो तिम्रो इच्छा हो। त माता सतीले भन्नुभयो त्यस्तो म अरूतिर जान खोजेको होइन, म आफ्नो माइत जाने खोजेको हो, भए हुन्छ नभए सन्छ, म चाहिँ जान्छु भनेर फुत्तै निस्केर बाटोमा निस्किने बित्तिकै भोले बाबाले हात हल्लाइदिनु भयो, अब फर्केर तिमी आउँदैनौ, किनकि अब तिम्रो र मेरो यात्रा सकियो। नभन्दै त्यस्तै भयो। पुगिन्, उहाँ पुगिसकेपछि भगवान् शङ्करको त्यहाँ केही राखेको छैन। घरमा पूजा लाउँदा शिव स्थापना नगरिकन गरेको यज्ञ कहिले सम्पन्न हुँदैन। शिवजीको हो। त्यहाँ दिदी बहिनी सबैले जिस्काउन थाले, बहिनीहरूले पनि जिस्काउन थाले। दक्ष प्रजापति त बातै गर्दैन सतीसँग। आमाले भन्नुभयो छोरी यो समस्याले गर्दा हामीले तँलाई नबोलाएकै। आमाको यसमा केही गल्ती थिएन। दक्ष प्रजापतिका छेउमा गएर बाबालाई यसरी बाबा नमस्कार भन्दाखेरि दक्ष प्रजापतिले मुन्टो फर्काइदिए। बुवा हुन् रिसाइनन्, तर यसरी हेर्दा त्यहाँ भोले बाबाको लागि साना साना देवताको लागि त सबै कुरो राखिएको छ, तर मेरो भोलेनाथको लागि केही छैन। त त्यहाँ भोले बाबाको अपमान देख्ने बित्तिकै माता सतीले आफ्नो जटा भिजाउनु भयो र वीरभद्रकाली महाकालीको रूप धारण गर्नुभयो र भन्नुभयो हे पिता दक्ष प्रजापति, तपाईँले मेरो अपमान गरेको हुन्थ्यो भनेदेखि म सहन थिएँ, तर देवादिदेव महादेवको अपमान गर्नुभयो र तपाईँ जस्तो शिवद्रोहीको छोरी हुनुभन्दा त यो आफ्नो शरीरलाई त्यागेको राम्रो हुन्छ। आजबाट मैले आफ्नो शरीर त्यागिदिएँ, तपाईँकी छोरी भएर मलाई बाँच्नु छैन, किनकि तपाईँ शिवद्रोही हो। तत्क्षण अग्निलाई बोलाउनु भयो र शिव 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 भन्दै शिव 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 भन्दै भगवान् शङ्करलाई स्मरण गर्दै गर्दै माता सतीले आफ्नो शरीरलाई त्याग गर्नुभयो। पतिव्रता नारीको लागि केही हुँदैन। अब आजभोलिका श्रीमती त आफ्नै श्रीमानको कुरा गर्दै हिँड्छन्। श्रीमानको नराम्रो कुरो कहिले गर्नु, लङ्गडो भए पनि डुँडो भए पनि अलिअलि खाने खालको भए राधे राधे भन्नुहोस्। नखाने खालको स्वामी त अब दिनदिनै होइन। अब स्वामिनीहरूलाई त बानी लागिसक्यो राधे राधे। अब पतिको के कुरा गर्ने, अब पत्नीहरू पनि नम्बर 1 भइसक्यो। राधे राधे भन्नुहुन्न। पुराण नि कसले गर्दा लागेको थाहा छ? हामी त खट्दैछौँ, तर यहाँ यसै थाहा हुन्छ। यहाँ हेर्नु त छोरी मान्छेको समूह र हाम्रो समूह, यो हजुरहरूले गर्दा लागेको पुराण हो। हजुरहरूको समर्पण भक्ति त्याग हरेक चिज। अतः त्यसैले छोरी मान्छेहरू एकदमै पतिव्रता हुनुपर्छ। सनातन धर्म। भगवान् शङ्करले जब यो कुरो सुन्नुभयो असह्य भयो पत्नीको पीडा। पति वियोग पत्नी वियोग भइसकेपछि जटा निकाल्नुभयो र वीरभद्र अनि कालीलाई बोलाउनु भयो र भन्नुभयो दक्षम सयज्ञम जही। प्रलयकालीनको मेघ जस्तो गर्जिन थाल्यो त्यो ठाउँ। सबैतिर गाईबस्तुहरू फुकेर हाहा हो धुलो चारैतिरबाट बबन्डर आउन थाल्यो। दक्ष प्रजापतिलाई लाग्यो अब यो के हुँदैछ। नभन्दै हेर्दा हेर्दै हेर्दा हेर्दै मानव प्रलयकालीन अब प्रलय हुन आँटे जस्तो वातावरण भयो। सबै डराउन थाले, ब्राह्मणहरू भाग्न थाले, देवताहरू आफ्नो बाटो लाग्न थाले। सबैलाई समातेर रुद्रका गणहरूले समातेर ल्याए। कसैको दारी उखालिदिए, कसैको
टुप्पी उखालिदिए, कसैलाई हात खुट्टा भाँचिदिए, पण्डालमा आगो लगाइदिए। दक्ष प्रजापति लुकेर भाग्दै थियो, तर दक्ष प्रजापतिलाई वीरभद्रले समाते, टुँडेर टाउको लगेर आगोमा स्वाहा गरिदिए। भगवान त्यो यज्ञको जजमानलाई नि आगोमा हालिदिएपछि अब त्यो यज्ञ कस्तो भयो होला विचार गर्नुहोस्। यज्ञको सङ्घार भयो, अन्ततोगत्वा भोले बाबा नै आउनु पर्यो र आएर नि त्यो यज्ञलाई शान्त गर्नु पर्यो। दक्ष प्रजापतिको टाउकोमा बोकाको टाउको थपिएको हुनाले बोकाको स्वरमा बोल्छ अब दक्ष प्रजापति। र बोकाको स्वर भनेको कस्तो हुन्छ थाहा छ? बम 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 भन्छौँ नि, यो बम बम पहिले दक्ष प्रजापतिले भगवान शङ्करलाई खुसी बनाउन भनेको थियो। त आज पनि भक्तहरू प्रसन्न बनाउ। श्री राधे। पहले जैसे था अभी वैसा नहीं। बोल भक्त वत्सल भगवान की। त आज पनि हामी बम 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 भन्दै भोले बाबालाई सम्झन्छौँ। यो दक्ष प्रजापतिको भाषा हो।